हेर्नुहोस्, नेपाल कति सुन्दर छ। देखिएको दृश्य सेफोक्सिन्डो ताल हो, जुन समुद्र सतहदेखि करिब 3900 मिटर उचाइमा छ। यो डोल्पा जिल्लामा अवस्थित छ। यसको लम्बाइ करिब 4.8 किलोमिटर छ भने यसको चौडाइ 1.6 किलोमिटर छ। यसको गहिराई 650 मिटर छ। यो नेपालको सबैभन्दा गहिरो ताल पनि हो। कान्जिरो वा हिमालको काखमा रहेको यो ताल अङ्ग्रेजी वाई आकारको छ। यो तालबाट सुलीगाड झरना निस्किएको छ। यस तालको पानीको घनत्व 40,90,000 रहेको छ भने पानीको बहाव 3.715 घनमिटर प्रति सेकेन्ड रहेको छ। यो देखिएको दृश्य यो सुलीगाड झरना हो। यस ताललाई रामसार क्षेत्रमा समावेश गरिएको छ। जय हो सबै।